नमस्ते सबैजनालाई। आज हामी फिजिक्सको क्लास 11 को भेक्टर्स एन्ड स्केलर्सको भन्ने टपिकको बारेमा आजको यो भिडियो रहेको छ र भेक्टर्स एन्ड स्केलर्स भन्ने टपिकको यो पार्ट 1 हो। यसै गरी हामी यसको पार्ट 2, पार्ट 3 पनि बनाउनेछौँ र यो पार्टमा हामी भेक्टर्स एन्ड स्केलर्सको सिम्पल कन्सेप्टको बारेमा बुझ्नेछौँ। भेक्टर एन्ड स्केलर्स भनेको के हो र यसको भेक्टर अल्जेब्राको बारेमा अनि त्यसपछि डाइमेन्सन्सहरूको बारेमा आज हामी यो भिडियोमा बुझ्नेछौँ र यो भिडियोलाई स्किप नगरी लास्टसम्म हेरिदिनु होला र मन परेमा लाइक, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। र एज फर्स्ट भेक्टर्स एन्ड स्केलर्समा हामी कुरा गर्नेछौँ स्केलर्सको। स्केलर्स भनेको स्केलर्स र स्केलर क्वान्टिटी भनेको एउटा स्केलर क्वान्टिटी। स्केलर क्वान्टिटी भनेको दोज क्वान्टिटिज द्याट हेज म्याग्निट्युड ओन्ली आर कल्ड स्केलर क्वान्टिटी। यस्तो क्वान्टिटीहरू जसको म्याग्निट्युड मात्र हुन्छ त्यसलाई हामी स्केलर क्वान्टिटी भन्छौँ र दोज क्वान्टिटी विच हेभ बोथ म्याग्निट्युड एन्ड डाइरेक्सन आर कल्ड भेक्टर क्वान्टिटिज। र स्केलर क्वान्टिटिजको हामी इक्जाम्पलमा तपाईँहरूले देख्न सक्नुहुन्छ। इक्जाम्पलमा लेन्थ छ, मास, टाइम, टेम्परेचर, वर्क, इनर्जी, स्पिड, डिस्टेन्स, पोटेन्सियल एसेट्रा। यिनीहरूमा एउटा इक्जाम्पल लग्नु पर्दा हामी मासको इक्जाम्पल लग्नु। स्केलर्सको मासको इक्जाम्पल लग्दाखेरि जस्तै एउटा मान्छे छ, यसको नाम हो हरि। हरिको वेट छ 50 केजी। 50 केजी अब हरिको वेट 50 केजी गर्दाखेरि यसमा कुनै पनि डाइरेक्सनको युज भएको छैन। सिधै म्याग्निट्युड जस्तै हरिको वेट कति छ भन्दाखेरि सिधै नर्मली हरिलाई सोधेँ मैले तेरो कति वेट छ, त कति किलोको छु भनेर सोधेँ। त्यसले भने म 50 किलोको छु। त्यसले भनेन कि म 50 किलो इस्ट, म नर्थतिर 50 किलोको छु र साउथतिर 40 केजीको छु। इस्टतिर 30 केजी र वेस्टतिर 60 केजी। यसरी भन्न मिल्यो। मतलब जुन पनि डाइरेक्सनमा जाँदाखेरि मान्छेको वेट त त्यही हुने हो नि। त्यही भएर मास एउटा स्केलर क्वान्टिटी हो। जस्तै लेन्थ पनि हरि 6 फिटको छ, ऊ इस्टतिर 7 फिट, वेस्टतिर 5 फिट त्यस्तो हुने होइन नि। हामी भन्दैनौँ नि म इस्टतिर 2 फिटको थिएँ र वेस्टतिर 6 फिटको छु, अझ म खतरा छु भनेर हामी त्यस्तो भन्दैनौँ। र मास, लेन्थ, टाइम, टेम्परेचर यिनीहरू सबै स्केलर क्वान्टिटी हुन् र एकदमै इक्जाममा सोधिने क्वेसनहरूमा एकदमै इम्पोर्टेन्ट क्वेसन, जस्तै एउटा सर्ट क्वेसनहरूमा एमसिक्युजहरूमा क्लास 11 को टर्मिनल इक्जाम्स, यो इन्ट्रान्स इक्जाममा क्लास 11मा तपाईँहरू जब जानुहुन्छ त्यतिखेर सोध्ने क्वेसनमा यो पोटेन्सियल भन्ने एकदमै नर्मली सोधिन्छ। जस्तै स्केलर क्वान्टिटी लेन्थ, मास, टाइम यो त हामी एकदमै नर्मली नै इजी नै हामी गेस पनि गर्न सकिहाल्छौँ। र पोटेन्सियल हल्का त्यसको लागि हल्का पढ्नुपर्ने हुन्छ र बुझेको हुनुपर्ने हुन्छ। र पोटेन्सियल भनेको एउटा स्केलर क्वान्टिटी हो। यो तपाईँहरू याद गरेर राख्नु होला। पोटेन्सियल इज अ स्केलर क्वान्टिटी। त्यसै गरी अब हामीले स्केलर क्वान्टिटीको तपाईँहरूले बुझ्दै हुनुहुन्छ या फिर बुझिसक्नुभयो भन्ने म आशा गर्दछु। र त्यसै गरी अब हामी जाँदैछौँ भेक्टर क्वान्टिटी। Those quantities that have both magnitude and direction are called vector quantities. Vector quantities exampleमा छन् displacement, velocity, acceleration, force, field, etc. जस्तै हामी भेक्टर क्वान्टिटी इक्जाम्पल लाग्दाखेरि डिस्प्लेसमेन्टको इक्जाम्पल लगाउँ। डिस्प्लेसमेन्टको इक्जाम्पल गर्दाखेरि डिस्प्लेसमेन्ट भनेको के हो? एउटा सर्टेस्ट डिस्टेन्स हो। सर्टेस्ट डिस्टेन्स। डिस्प्लेसमेन्ट जहिले पनि स्ट्रेट लाइनमा हुन्छ। स्ट्रेट लाइन। र स्ट्रेट लाइन गर्दाखेरि यो एउटा स्ट्रेट लाइन भयो, यो एउटा स्ट्रेट लाइन भयो। जस्तै यो ए छ, यो बी छ। एउटा डिस्प्लेसमेन्ट एउटा स्ट्रेट लाइन हुँदाखेरि एदेखि बी पुग्न हामीलाई कति समय लाग्छ? जस्तै यो एउटा मान्छे छ, एदेखि बी जाँदैछ अनि एदेखि बी जाँदाखेरि उसले भन्छ कि डिस्प्लेसमेन्ट हो भनेपछि म 50 मिटर इस्टतिर जाँदैछु। यहाँदेखि यहाँ जाँदैछ भनेपछि म 100 मिटर वो नर्थतिर जाँदैछु भनेर भन्छ हो। त्यसलाई भने डिस्प्लेसमेन्ट भन्छ। जस्तै अब अर्कै छ भेलोसिटी। भेलोसिटी भनेको के हो? भेलोसिटी भनेको डिस्प्लेसमेन्ट अपन टाइम टेकन हो। डिस्प्लेसमेन्ट अपन टाइम टेकन जे गर्दाखेरि यहाँ डिस्प्लेसमेन्ट आयो, त्यसैले यो पनि एउटा भेक्टर क्वान्टिटी हो। यति गर्दाखेरि तपाईँले भेक्टरको बारेमा बुझिसक्नु भएको छ भन्ने कुरा गर्दछु। र एउटा भेक्टरको एउटा यो अर्को एउटा उ छ कुरा होइन।
जस्तै कुनै पनि चिज माथि हामीलाई थाहा छ नि अर्थको एक्सिलरेसन ड्यु टु ग्राभिटी छ 9.8 मिटर पर सेकेन्ड स्क्वायर। माथिदेखि कुनै पनि चिज तल खस्दाखेरि त्यसको ऊ आउँछ एक्सिलरेसन ड्यु टु ग्राभिटी 9.8 मिटर पर सेकेन्ड स्क्वायर प्लस 9.8 मिटर पर सेकेन्ड स्क्वायर। माथिदेखि तल खस्दाखेरि जस्तै रुखदेखि आम तल खस्यो एकदमै फास्ट खस्छ नि हो। त्यसैले अब तलदेखि माथि हामीले ढुङ्गा फाल्यो भनेपछि त्यसको भेक्टर यो एरो है, यो एरो यसलाई भेक्टर भनेको एरोले जनाइन्छ -9.8 मिटर पर सेकेन्ड स्क्वायर। भन्नको मतलब ठ्याक्क त्यसको उल्टा हुने भयो के। माथिदेखि तल खस्दाखेरि सिधै त्यो तल खस्ने भयो र हामीलाई कुनै त्यस्तो फुलाउनु भएन। र यदि तलदेखि माथि फाल्यो भने तलै त खस्ने हो पछि गएर। त्यही भएर यसको हुन्छ युनिट -9.8 मिटर पर सेकेन्ड स्क्वायर। र हामी रिप्रेजेन्टेसन अफ भेक्टर गर्छौँ यसरी, जस्तै भेक्टर एदेखि बी जानु छ भने चाहिँ हामी भन्छौँ भेक्टर एबी। यो अघि गएको कुरा त्यही भनिसकेँ मैले। वी क्यान रिप्रेजेन्ट भेक्टर बाई गिभिङ एरो हेड। ल अब हामी पुग्यौँ टाइप्स अफ भेक्टर। यतिसम्म तपाईँले सबै बुझिसक्नु भएको छ होला भन्ने गर्छु स्केलर क्वान्टिटीको बारेमा, भेक्टर क्वान्टिटीको बारेमा। एकदमै इजी छ बुझ्न। तपाईँहरूले यो 6, 7, 8 क्लासदेखि नै पढिराख्नु भयो होला, यदि साइन्समा पनि होला 10 क्लासको। टाइप्स अफ भेक्टरमा पहिलो भेक्टर छ इक्वल भेक्टर। दोज भेक्टर हुज हैव मैग्निट्यूड एंड डाइरेक्सन आर सेम। जसमा मैग्निट्यूड र डाइरेक्सन सेम छ त्यसलाई हामी इक्वल भेक्टर्स भन्छौँ। जस्तै 100 किलोमिटर पर आवर अहिले यो नहेरौँ होइन, 100 किलोमिटर पर आवर र 100 किलोमिटर पर आवर। उसरी यो दुइटै इक्वल छ कि नै, 100 किलोमिटर पर आवर 100 किलोमिटर पर आवर। यदि यो स्केलर क्वान्टिटी हुन्थ्यो भनेपछि यो इक्वल हुन्थ्यो। 100 किलोमिटर पर आवर र 100 किलोमिटर पर आवर यो इक्वल हुने हो, यसमा कुनै उही छैन यसमा। त्यसै गरी यदि यसलाई हामीले डाइरेक्सन थपिदियो भनेपछि यो भेक्टर क्वान्टिटी हो। 100 किलोमिटर पर आवर साउथ लेखेँ, 100 किलोमिटर पर आवर इस्ट लेखेँ। यो 100 किलोमिटर पर आवर साउथ, यो 100 किलोमिटर पर आवर इस्ट छ। अब यो इक्वल भयो त भएन। जस्तै मानौँ हामी यो इस्ट नर्थ वेस्ट साउथ यसरी गऱ्यौँ। यो 100 किलोमिटर पर आवर इस्ट यता छ र यो 100 किलोमिटर पर आवर साउथ यता छ। दुइटैको डाइरेक्सन नै चेन्ज भइहाल्यो भनेपछि इक्वल भेक्टर भने चाहिँ जस्तै 100 किलोमिटर पर आवर इस्ट छ, यो पनि 100 किलोमिटर पर आवर इस्ट नै हुनु पर्यो यहाँ। त्यही भएर यो इक्वल भेक्टर हुन्छ। नत्र फेरि भेक्टरमा यदि डाइरेक्सन नै चेन्ज भएर इक्वल हुने भएपछि त्यो भेक्टरको फाइदा मतलब नै के भयो, यसको मतलब यो इक्वल छैन। यसलाई इक्वल हुनुको लागि यहाँ पनि इस्ट या फिर साउथ नै हुनु पर्यो। अब प्यारलल भेक्टर्स भनेपछि प्यारलल भनेको थाहा भयो होला। जस्तै तपाईँहरूलाई कुनै पनि चिज मिट हुँदैन इन्फिनिटीसम्म, यस्तै प्यारलल लाइन जाँदै गर्छ त्यस्तोलाई हामी प्यारलल भेक्टर्स भन्छौँ। प्यारलल भेक्टर्सको एङ्गल थीटा बराबर 0 डिग्री हुन्छ। यो तपाईँहरूलाई थाहा नै होला, अप्सनल म्याथ पढ्ने विद्यार्थीहरूलाई थाहा नै होला। अप्सनल म्याथमा एकदमै इजी हो, फर्स्ट बेसिक कुरा हो। र अब अर्को त्यसपछि एन्टी प्यारलल भेक्टर। वाट इज द एन्टी प्यारलल भेक्टर भनेपछि जस्तै प्यारलल भनेको चाहिँ यो र यो दुईवटा प्यारलल भए। र एन्टी प्यारलल भेक्टर भनेपछि यो पनि एउटा स्ट्रेट लाइन र यसबाट यता पनि यतातिर जाने। यहाँदेखि जस्तै मानौ यो 90 डिग्री भयो अनि यसरी यो एक्स एक्सिस वाइ एक्सिस छ भनेपछि यतादेखि यता र यतादेखि यता यो जानेपछि एन्टी यो मिट कहिले हुँदैन तर एउटै स्ट्रेट लाइनमा पर्छन्। त्यसैले यसको थीटाको भ्यालु 180 डिग्री हुन्छ। र त्यसै गरी नेगेटिभ भेक्टर पनि यता जाँदाखेरि यस्तो 8 डिग्री हुन्छ र भेक्टर ए हुन्छ। यता जाँदाखेरि -a अघि नै भनेको मतलब जस्तै तलदेखि माथि जाँदा +9.8 मिटर पर सेकेन्ड स्क्वायर र माथिदेखि तल खस्दाखेरि -9.8 मिटर पर सेकेन्ड स्क्वायर भनेको पनि त्यही हो। अब हामी कुरा गर्न जाँदैछौँ भेक्टर अल्जेब्रा। भेक्टर अल्जेब्रामा पर्छ भेक्टर एडिसन, भेक्टर सबट्र्याक्सन, भेक्टर मल्टिप्लिकेसन। भेक्टर मल्टिप्लिकेसनभित्र पर्छ स्केलर प्रोडक्ट भनेको डट प्रोडक्ट र क्रस प्रोडक्ट। डट प्रोडक्ट अप्सनल म्याथको 9, 10मा पढेकै हुनुभयो होला र हामी यसको
पार्ट 2 या फिर पार्ट 2 मा कुरा गर्नेछु स्क्वायर प्रोडक्ट र डट प्रोडक्टको बारेमा, क्रस प्रोडक्टको बारेमा। अहिलेको लागि जस्तै अब एउटा नोट छ, एउटा इम्पोर्टेन्ट क्वेसन, यो क्वेसन एकदमै धेरै सोधिने क्वेसन पनि हो तपाईँहरूको एमसिक्युजहरूमा। इलेक्ट्रिक करेन्ट इज अ स्केलर बिकज इट डजन्ट अवे भेक्टर अल्जेब्रा। भन्नुको मतलब करेन्ट इज नट अ भेक्टर अल्दो इट हैज बोथ म्याग्निट्युड एन्ड डाइरेक्सन। करेन्ट इज नट अ भेक्टर अल्दो इट हैज बोथ म्याग्निट्युड एन्ड डाइरेक्सन। करेन्ट भेक्टर होइन तापनि करेन्टसँग म्याग्निट्युड र डाइरेक्सन बोथ दुइटै छ, म्याग्निट्युड पनि छ डाइरेक्सन पनि छ। हामीले त अघिदेखि पढ्यौँ म्याग्निट्युड र डाइरेक्सन बोथ हुँदाखेरि भेक्टर हुन्छ। तर करेन्ट किन भएन भन्दाखेरि इलेक्ट्रिक करेन्ट इज अ स्केलर बिकज मतलब भेक्टर होइन, किनभने इलेक्ट्रिक करेन्टले भेक्टर अल्जेब्रालाई अवे गर्दैन, भेक्टर अल्जेब्रालाई मान्दैन, मतलब भेक्टर अल्जेब्राको पालना गर्दैन। त्यसैले भेक्टर अल्जेब्रालाई हामीले मानेकै हुनुपर्छ, त्यसलाई अवे गरेन भनेपछि त्यो भेक्टर मानिँदैन। त्यसैले इलेक्ट्रिक करेन्ट इज नट अ भेक्टर। अब हामी कुरा गर्दैछौँ डाइमेन्सन्सको बारेमा। डाइमेन्सन भनेपछि 1D, फर्स्ट डाइमेन्सनल। 1D इज अ स्ट्रेट लाइन, यो फर्स्ट डाइमेन्सनल हो हैन। यसमा हामी एउटा एक्सिस मात्र हुन्छ, एक्स एक्सिस मात्र हुन्छ। त्यसै गरी 2D भनेपछि सेकेन्ड डाइमेन्सनल हो। 2D भनेको 2D भनेको इक्जाम्पलको लागि लिउँ हामी, यो एउटा रेक्टेङ्गल भयो। यो रेक्टेङ्गलमा यो लेन्थ हो, यो ब्रेथ हो, लेन्थ ब्रेथ। यसमा यसलाई एक्स एक्सिस मान, यसलाई वाइ एक्सिस मान। र 2 डाइमेन्सनल भनेको त दुईटा डाइमेन्सन हैन। जस्तै यो एउटा एक्स एक्सिस र वाइ एक्सिस, एक्स एक्सिस पनि छ वाइ एक्सिस पनि छ। यसलाई हामी एउटा ग्राफमा गर्दाखेरि यो 1D हो, एउटा स्ट्रेट लाइन यस्तो यस्तो। यो 2D हो, हामी नर्मली ग्राफ यस्तै हुन्छ नि, यो 2D हो। अब हामी जाँदैछौँ थर्ड डाइमेन्सनल भनेको आजकल एउटा कमन चिज भइसक्यो थर्ड डाइमेन्सनल हो। थर्ड डाइमेन्सनल मुभिजहरू पनि आउने गर्दछ। तपाईँहरूले सिनेमामा थर्ड डाइमेन्सनल मुभी हेर्नु भएको छ कि छैन? थर्ड डाइमेन्सनलको लागि हामीलाई चस्मा चाहिन्छ, एउटा स्पेसल चाहिन्छ थर्ड डाइमेन्सनल। जस्तै हामी मुभी हल सिनेमा हलमा जाँदाखेरि थर्ड डाइमेन्सनल 3D मुभिजहरू हेर्दाखेरि हामी चस्माको प्रयोग गर्छौँ, किनकि हाम्रो आँखाले थर्ड डाइमेन्सन हेर्नको लागि मद्दत गर्दैन, 2D मात्रै हेर्न सक्छ। त्यही भएर आजकलको एनिमेसनहरूमा थर्ड डाइमेन्सनको धेरै कुरा गरिन्छ। थर्ड डाइमेन्सनको इक्जाम्पल दिँदाखेरि एउटा क्युब इज इक्जाम्पल अफ थर्ड डाइमेन्सन। एउटा क्युब बनाउन जाँदैछु म। दिस इज अ क्युब, दिस इज एन इक्जाम्पल अफ थर्ड डाइमेन्सन। यसमा एल पनि छ, लेन्थ पनि छ, ब्रेथ पनि छ र हाइट पनि छ। त्यसैले दिस इज एन इक्जाम्पल अफ थर्ड डाइमेन्सन। थर्ड डाइमेन्सनमा हुन्छ यो, दिस इज एक्स एक्सिस, वाइ एक्सिस र जेड एक्सिस हैन। अब यसलाई हामी ग्राफमा रिप्रेजेन्टेसन गर्दाखेरि यो हो एक्स एक्सिस, यो हो वाइ एक्सिस। र अब यसलाई हामी मानौँ यतातिर एक्स वाइ र यो हो जेड एक्सिस। खासमा यो हुने भनेको यस्तो हो, यस्तो यता माथि साइडतिर हैन, यता यस्तो माथि साइडतिर। अनि यता अनि मात्र 3D हुन्छ। यस्तो पेपरमा 3D बनाउन मुम्किन छैन, त्यही भएर पेपरमा लागि यस्तै गर्नु पर्यो। र यिनीहरू एक्स एक्सिस, वाइ एक्सिस र जेड एक्सिस एकअर्कामा परपेन्डिकुलर हुन्छन्। त्यसैले हामी यसलाई थर्ड डाइमेन्सनल भन्दा पनि भन्छ। आजको लागि यति नै। बाँकी कुरा हामी यसको फर्दर स्टडिजहरू हामी पार्ट 2 पार्ट 3 मा गर्नेछौँ। हामी यसको पार्ट 2 र पार्ट 3 पनि निकाल्नेछौँ। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।